को हुन् इन्डियन क्रिकेटर नीतिश राणा। एकदमै अविकसित ठाउँबाट आएर अहिले इन्डियन क्रिकेट टिममा आफ्नो एकदमै उत्कृष्ट प्रस्तुति देखाउँदै आइरहेको छ। इन्डियन आइपिएलबाट चाहिँ आरआर एकदमै राम्रो जोरदार प्रस्तुतिको साथ अगाडि बढ्दै आफू पनि अगाडि बढ्दै र आफ्नो टिमलाई पनि अगाडि बढाउँदै लिएर जाँदै छन् नीतिश राणाले। पावरफुल ब्याटिङसँगै जोरदार फिल्डिङको साथ आरआरमा खेल्दै हुनुहुन्छ अहिले। एक दिन चाहिँ नीतिश राणाको बुवाले छोराको अगाडि क्रिकेट एक साइडमा र अर्को साइडमा किताबलाई राखेर छोरालाई यो दुईटामा तिमी के चुज गर्छौ भन्दाखेरि चाहिँ नीतिश राणाले क्रिकेटलाई चुज गरेछ। किनकि क्रिकेट चाहिँ उसको जुनुन थियो। जुनुन चाहिँ कस्तो, मान्छेलाई जुनुन भयो भने चाहिँ मान्छेले जुन पनि काम जस्तोसुकै मुस्किललाई पनि मान्छेले हासिल गर्न सक्छ। त्यसरी नै नीतिश राणाको पनि लाइफमा एउटा केही गर्छु केही बन्छु भनेर चाहिँ नीतिश राणाको पनि त्यो जुनुन भएको कारणले गर्दाखेरि चाहिँ नीतिश राणाले क्रिकेटलाई चुज गरेको रहेछ। त्यसपछि चाहिँ त्यो देख्ने बित्तिकै नीतिश राणाको बुवाले चाहिँ अघिल्लो दिनबाट चाहिँ नीतिश राणालाई प्रत्येक दिन फिल्ड लिएर जाने, फिल्डबाट लिएर आउने र कसरी छोराको भविष्यको लागि चाहिँ बुवाको एउटा मुख्य भूमिका हुन्छ त्यो चाहिँ नीतिश राणाको बुवाले देखाउनु भएको थियो। र उहाँले चाहिँ प्रत्येक दिन नीतिश राणालाई फिल्ड लिएर जाने र नीतिश राणाको डेली रुटिनमा चाहिँ के खान्छ त, कस्तो कुराहरू खानुपर्छ, हरेक कुरामा चाहिँ ध्यान दिएर नीतिश राणाको बुवाले चाहिँ छोरालाई सपोर्ट गरेको थियो। गौतम गम्भीर चाहिँ नीतिश राणाको लाइफमा एकदमै ठुलो टर्निङ पोइन्ट भएछ। एक दिन चाहिँ गौतम गम्भीर जुन फिल्डमा प्र्याक्टिस गर्नुहुन्थ्यो त्यही फिल्डमा चाहिँ नीतिश राणाको बुवाले नीतिश राणालाई सञ्जय भारद्वाजको कोचिङ ग्राउन्डमा लिएर जाने क्रममा चाहिँ त्यही ठाउँमा चाहिँ गौतम गम्भीरसँग भेट हुँदा चाहिँ यिनीहरूको दुईजनाको कुराकानी भएको थियो र त्यही सिलसिलामा चाहिँ गौतम गम्भीरले चाहिँ नीतिश राणाको बारेमा भारद्वाजसँग चाहिँ सल्लाह गरेर सोधपुछ पनि गरेको थियो। धेरै लामो क्रिकेटको मेहनत र सङ्घर्षपछि चाहिँ नीतिश राणाले 15-16मा रणजी ट्रोफी चाहिँ खेल्ने मौका अवसर पाएको थियो र त्यस खेलमा नीतिश राणाले 50 को औसत 557 रन हानेर चाहिँ आफूलाई साबित गरेका थिए र नीतिश राणाले त्यसपछि चाहिँ कहिले पनि पछाडि फर्केर हेर्नु परेन र कन्टिन्यू दिल्ली क्यापिटलसँग जोडिने मौका पाएर नीतिश राणाले प्रत्येक खेलमा राम्रो खेल देखाउँदै आएर अहिले सम्पन्न परिवारबाट त आएका थिएन नीतिश राणा, तर अहिले नीतिश राणासँग करोडौँको सम्पत्तिहरू चाहिँ अहिले नीतिश राणाले क्रिकेटकै खेलेको माध्यमबाट चाहिँ कमाउनलाई सफल भएको छ। नीतिश राणाले चाहिँ 28 वर्षको उमेरमा श्रीलङ्कासँग वान डे खेल्ने मौका पाएको थियो र त्यस खेलमा नीतिश राणाले एकदमै राम्रो प्रस्तुति गरेर आफूलाई चाहिँ साबित गरेको थियो कि इन्डियन टिममा पनि नीतिश राणा चाहिँ अब खेल्ने मौका पाइसकेको थियो यस गेमबाट चाहिँ। र अहिलेको अवस्थामा चाहिँ नीतिश राणा राजस्थान रोयल्सको टिमबाट खेलेर चाहिँ आफ्नो टिमलाई निरन्तर रूपमा राम्रो प्रस्तुति र राम्रो ब्याटिङ गरेर चाहिँ निरन्तर आफ्नो टिमलाई चाहिँ अगाडि लिएर जानमा चाहिँ सक्षम भएको छ। त्यसरी नै साथीहरू, तपाईँहरूको पनि कुनै एम छ, इच्छा छ, चाहना छ भनेपछि त्यो कुराहरूको लागि तपाईँहरू चाहिँ दिनरात मेहनत गर्नुहोला र त्यो कुरामा चाहिँ जुनुन देखाउनु तपाईँको जरुरी छ। तपाईँले कुनै पनि कुरामा जुनुन देखाउन सक्नुहुन्न र जुनुनभित्र तपाईँ छिर्नु सक्नुहुन्न, त्यो कुरा तपाईँ कहिले पनि सक्सेस हुँदैन। जुन कुरालाई तपाईँले चाहनुहुन्छ मनभित्रैबाट त्यो कुराको लागि दिन रात घाम पानी केही नभनिकन लाग्नुहोस्। 12 बजेसम्म पनि लाग्नुहोस्, 2 बजेसम्म पनि लाग्नुहोस्। साथीहरू, अहिले म यो भिडियो बनाउँदैछु, तपाईँहरूले हेर्दै हुनुहुन्छ यो भिडियो। अहिले भर्खरै यो रातको 12 बजे 12:30 बजे मैले यो भिडियो बनाउँदैछु। साथीहरू, कुनै पनि काममा लाग्नुहुन्छ भने जुनुनबाट भित्रै मनबाट लाग्नु होला साथीहरू। धन्यवाद।